हामी धर्म, जात, समाज, व्यक्ति विशेषसँग लडिरहेका छौँ। यी सबैसँग लड्दा लड्दै हाम्रो देश, हाम्रो राष्ट्र, हाम्रो संयुक्त, हाम्रो कल्चर र हाम्रो रीतिरिवाज कता जाँदैछ, कता गइरहेको छ? हामीलाई यसरी लड्न बाध्य कसले बनाइरहेको छ? देश र राष्ट्रको बीचमा अन्तर के छ त? फरक के छ त? त्यो विषयमा हामी चिन्ता नै नगर्ने, हामी मन नै नगर्ने। पहिला त भूगोल, देश, राष्ट्र यी चिजहरू रहनु पर्ला नि। अन्य विषयमा लड्नको लागि त पहिला त्यो चिज संरक्षण गर्न आवश्यकता छ। सबैजना मिल्नु, एक हुन आवश्यकता छ। अहिले यतिखेरको समयमा हामी अन्य विषयमा होइन, नेपाल एक सिङ्गो थियो।